हजुर, ओशोले उत्सवको सन्दर्भमा सविस्तार सरल रूपले सबलाई बुझाइदिनु भयो। यसको जीवनमा महत्त्व, साधनामा महत्त्व पनि प्रकाश पारिदिनु भएको छ। आज हामी यो एउटा उत्सवलाई बुझ्ने प्रयास गर्छौँ। हामीले उत्सव भनेको सेलिब्रेसन भनेको इन्टरटेनमेन्टको रूपमा लिइरहन्छौँ, मनोरञ्जनको रूपमा लिन्छौँ। तर यहाँ ओशोले जो कुरा गरिरहनु भएको छ उत्सवको, यो केवल मनोरञ्जन होइन, मन अल्मलाउने चिज मात्र होइन, मनोरञ्जन बडो सानो चिज हो। तर ओशोले गरिरहनु भएको उत्सव चाहिँ एक विराट कुरा छ। ओशोले जीवनलाई एक उत्सवको रूपमा पनि हेर्नुहुन्छ। जीवन एक उत्सवमय छ। यहाँ सकारात्मक पल होइन, नकारात्मक पलहरूमा पनि, अथवा सुख मात्र होइन, दुःख पनि उत्सव बन्न सक्छ। तर उत्सवलाई बुझ्नुपर्ने हुन्छ। ओशोले उत्सव भन्दै गर्दाखेरि उत्सवभित्र तीनवटा कुराहरू हेर्नुहुन्छ। एक, उत्सवमा आनन्द छ, दोस्रो उत्सवमा ग्रेटिट्युड छ, र तेस्रो उत्सवमा सजगता छ। आनन्द, अहोभाव र सजगता, जब यो तीनटा चिज मिल्छ त्यसैको नाम हो उत्सव। त आम रूपमा तपाईँ हामीले संसारमा कसरी उत्सव मनाइरहेका छौँ? हामीले संसारमा उत्सव मनाउँदाखेरि हामी कहीँ जान्छौँ, पार्टी गर्छौँ, कहीँ घुम्छौँ, कहीँ खान्छौँ, कहीँ के गर्छौँ, अनि करिब करिब बेहोसी अवस्थामा हामीले समयलाई व्यतीत गर्छौँ। तर ओशोले भन्दै हुनुहुन्छ, जब तिमी उत्सव गर्छौ त उत्सव गर्ने तिम्रो हरेक पलहरू उत्सवमय बन्न सक्छ। तर तीनटा कुरा ख्याल गर। सबभन्दा पहिला तिमी आनन्दको स्वरूप हौ, तिमी आनन्दको स्वरूप हौ, तिमी आनन्दित प्राणी हौ। आनन्दमा डुब, आनन्दको बाटोमा अगाडि बढ भन्नुहुन्छ। त आनन्दको बाटोमा अगाडि बढ्नको लागि उहाँले ध्यान गर भन्नुहुन्छ। त्यहाँ आनन्द हुनु पर्यो। दोस्रो नम्बरमा यत्रो सुन्दर शरीर मिलेको छ, यत्रो सुन्दर जीवन मिलेको छ, अवसरहरू मिलेको छ, यसप्रति धन्यवाद। जे तिम्रो जीवनमा मिलेको छ, यो शरीर मिलेको छ, यो जीवन मिलेको छ, जे मिलेको छ, त्यसप्रति तिमी ग्रेटिट्युडले भर, धन्यवादले भर भनेर भन्नुहुन्छ। अनि तिमीले जे गर्छौ त तेस्रोमा सजगतापूर्वक गर, थाहा पाई गर। कहीँ तिमीले उत्सव गरिरहेको छौ, थाहा पाऊ। तर धेरै मानिसहरू जब इन्टरटेनमेन्ट गरिरहेको हुन्छन्, मनोरञ्जन गरिरहेको हुन्छन्, बेहोसीमा हुन्छन्। त्यसकारणले कयौँ दुर्घटनाहरू पनि घट्छ। त्यसकारणले जब हामी उत्सवको कुरा गर्छौँ, जीवनमा सुख पनि उत्सव बन्छ, दुःखमा पनि उत्सव बन्छ। यदि दुःख पनि, मलाई जीवनमा एउटा केही दुःख आयो, पीडा आयो भने त त्यसमा आनन्द भाव कसरी खोज्ने भने, अब यो दुःखले मलाई केही न केही सुखको बाटोमा लिएर जाँदैछ, आनन्द भावको बाटोमा लिएर जाँदैछ। यो दुःख पछाडि निश्चित रूपमा म आनन्दको स्थानमा, आनन्दको यात्रामा अगाडि बढ्नेछु भन्ने प्रकारको भाव ल्याऊ। र यो दुःखले मलाई सिकाउँदैछ, म सिक्दैछु, म मजबुत हुँदैछु, म आत्मविश्वासले भर्दैछु, ममा चाहिँ अनुभव मात्रा बढ्दैछ भनेर त्यसप्रति तिमी ग्रेटिट्युड पनि व्यक्त गर भन्नुहुन्छ। र सँगसँगै थाहा पाऊ, यो जे घटनाहरू घटिरहेछ, यो